नमस्कार सबैजनालाई वेलकम टु अनदर डे अनदर ब्लग सो के हुँदैछ त न्युजिल्यान्डमा स्पेसली अकल्यान्डमा भने त्यही कुराहरू राख्नलाई अनि हजुरहरूसँग केही कुराहरू सेयर गरौँ भनेर फेरि पनि आएको छु म है। सो न्युजिल्यान्डमा के हुँदैछ त अहिले खासै त्यस्तो नयाँ नौलो केही छैन। द गुड न्युज 10वटा रोलहरू ग्रिन लिस्टमा एड भएको छ। सो द्याट लिड्स यु डाइरेक्ट टु द रेसिडेन्स। द्याट्स अ गुड न्युज। विभिन्न कुराहरू छन्, सब तपाईँले यता जहाँ पनि भेटाउन सक्नुहुन्छ। सो या द्याट्स अ गुड न्युज ह्यापनिङ। वेदर चिसो छ अहिले, 4-5 दिन भयो, 3-4 दिन भयो पानी नपरेको। एज पर वेदर बेलुका आज बेलुकादेखि चाहिँ पानी छ। सो द्याट्स द थिङ ह्यापनिङ राइट नाउ इन अकल्यान्ड। रमाइलो छ। 10वटा रोलहरू के छ भनेर तपाईँले गुगलतिर हेर्न सक्नुहुन्छ। द्याट लिड्स यु डाइरेक्ट टु द रेसिडेन्सी एन्ड सो फार आई बिलिभ इट्स इम्प्लिमेन्टिङ फ्रम अगस्ट 2025 यो। यस, त्यही हुँदैछ। अनि दिनहरू चल्दैछ, काम घर काम घर घुमघाम अनि यसो अपडेटहरू तपाईँलाई सेयर गर्न। सो मैले अहिले सोसियल मिडियाहरूमा लाइक हुन्छ नि धेरै नै बहसहरू सुनिरहेको छु। हेल्दी बहस, नट इन अ नेगेटिभ वे, रिगार्डिङ फर न्युजिल्यान्डमा लेभल 7 लेभल 8 आउँदाखेरि के हुन्छ कस्तो हुन्छ भनेर दुईवटा पोइन्ट अफ भ्यू छ। फर्स्ट पोइन्ट अफ भ्यू, यस इजी एक्सेस हुन्छ, लाइक एक्सेप्ट गर्छ कलेजहरूले, इन्ट्री गर्नलाई सजिलो हुन्छ। द्याट्स अ प्लस पोइन्ट लेभल 7 आइम टकिङ अबाउट। किनकि वाइ आई एम स्पिकिङ अन द वान बिकज मेरो बुढी फर्स्टमा लेभल 7मै आएको हो क्या। सो मैले जे भोगेँ द्याट आई क्यान इजिली सेयर टु यु गाइज। सो त्यही सेयर गरेर लेभल 7मा यस आउन सजिलो छ, तर प्रब्लम के छ लेभल 7 पछि चाहिँ के गर्ने त होइन, त्यो प्रिप्लान गरेर आउनै पर्छ बिकज इट्स भेरी टफ। अब तपाईँले लेभल 7 1 इयरको कोर्स लिएर आउनुहुन्छ अनि स्पोन्सर एकदम हाइली स्किल हुनुहुन्छ, कन्ट्याक्ट छ, कनेक्सनहरू राम्रो छ भने डेफिनेटली नै पाउनुहुन्छ। नाइ भन्ने नो भन्ने हुँदैन होइन। तर एभरेज गाई हुनुहुन्छ, कनेक्सनहरू त्यस्तो स्ट्रङ छैन भने स्पोन्सर पाउन चाहिँ धेरै नै गाह्रो हुन्छ। अनि लेभल 7मा इफ इट्स नट इन द ग्रिन लिस्ट, तपाईँको पार्टनर भिजिटरमा हुन्छ, हु कान्ट वर्क होइन, काम गर्न सक्दैन, काम गर्न अलाउड हुँदैन, सक्दैन भन्दा नि। सो टफ सिचुएसन हुन जान्छ। त्यही कारणले लेभल 7 पछि चाहिँ के गर्ने भन्ने इट्स अ मोस्ट इम्पोर्टेन्ट। अब कम्पेयर टु लेभल 7 इफ यु आर एमिङ फर ब्याचलर मास्टर द्याट्स मोर रिलायबल होइन, मोर फ्युचरमा इजी पर्ने कुरा हो त्यस्तो कुराहरूले। ताकि किनभने मास्टर पढ्न आउनु भयो, द फर्स्ट थिङ फर्स्ट 5 पोइन्ट्स फर रेसिडेन्सी इजिली पाउनुहुन्छ। टोटल 6 पोइन्ट चाहिने हो, 5 पोइन्ट्स त्यहाँबाट आयो तपाईँलाई, 1 पोइन्ट तपाईँले वर्कबाट कलेक्ट गर्न सक्नुहुन्छ। सो इजी वे हो। सेकेन्ड थिङ, तपाईँको पार्टनर ओपन वर्कमा जान्छ, हि अर सी माइट वर्क इन एनी इन्डस्ट्री एज लङ एज यु फाइन्ड अ जब। थर्ड थिङ, तपाईँको बच्चाहरू छ त्यस छ भने उनीहरूले नि मजाले भिजा पाउँछ। यदि 5 इयर्सभन्दा बिलो छ भने भिजिटर भिजा हुन्छ, 5 इयर्सभन्दा अबभ छ नि डिपेन्डेन्ट स्टुडेन्ट भिजा हुन्छ। सो त्यो कुराहरू नि मोस्ट इम्पोर्टेन्ट पर्छ
अनि अर्को थिङ पिएसडब्ल्यू हुन्छ सो इफ तपाईँको कोर्स 180 क्रेडिटको छ भने तपाईँले 3 इयर्सको पिएसडब्ल्यू भिजा पाउनुहुन्छ आई डोन्ट नो अदर थिङ है मैले रिसर्च गरेको छैन मैले जे आफूले गरिरहेको छु त्यही कुराहरू नै तपाईँलाई सेयर गरेको छु मैले रिसर्च गरेर हैन यताउति सोधेर केही पनि बोलेको छैन एन्ड टु mark the things I'm not a legal advisor I'm just sharing my experience अनि मेरो कहानीहरू I'm just sharing it to you ताकि तपाईलाई अप्लाई गर्दा या कुनै कुरामा डाउटफुल हुन्छ भने it might help भनेर मात्रै हो yes so yeah so त्यो आर्गुमेन्ट त्यो बहस जुन अहिले सोशल मिडियामा मैले धेरै देखिरहेको छु यस देयर आर पोजिटिभ साइड एन्ड नेगेटिभ साइड किनकि मास्टर लेभल इज लेभल 9 र लेभल 7 को फ्री स्ट्रक्चर डज इट म्याटर किनकि लेभल 7 मा टु बी इन्टरनेसनल स्टुडेन्टलाई अराउन्ड 20 प्लस देखि 25 सम्मको 1 इयरको फी हुन्छ भने मास्टर लेभलमा अराउन्ड 30 देखि 40 सम्म फिस हुन्छ 30 देखि 40,000 न्युजिल्यान्ड डलर आइम टकिङ अबाउट है सो ती कुराहरूले यता तपाईँलाई फरक पर्न सक्छ सो ताकि इन्ट्री मात्र हेर्नु भएको छ देन युल फाइन्ड अ वे म होइन उ छ नि आफूसँग स्किल छ आफूसँग नलेज छ एक्सपिरियन्स छ अनि म मार्केटमा छिर्न सक्छु भन्ने एबिलिटी र कन्फिडेन्स राख्नुहुन्छ नि द्याट गन बी अ इजी एक्सेस फर यु होइन आइएम अन एभरेज भन्ने चाहिँ सेफ साइड खेलेको राम्रो अनि मास्टरले चाहिँ तपाईँलाई सेफ साइड खेलाउँछ किनकि 1.5 इयरको कोर्स हुन्छ 3 इयर पिएसडब्ल्यू हुन्छ त्यति नै बाटोहरू खोज्दै खोतल्दै हेर्दै जान सकिन्छ नि त सो द्याट्स अ सेफ साइड त्यसमा आर्गुमेन्ट गर्नुपर्ने यो राम्रो त्यो राम्रो भन्ने कुरा छैन अनि यस सम अफ द आर्गुमेन्ट्स कन्सल्टेन्सीहरूले त्यस्तो कुराहरू भन्दैन होइन कन्सल्टेन्सी एउटाले भनेन होला 10 वटा भन्दाखेरि एउटा मिस आउट भयो होला आइएम नट ट्राइङ टु डिफेन्ड देम बट जो मान्छे आउँदै हुनुहुन्छ उहाँले पनि त रिसर्च गर्नु त पर्यो नि त टोटल्ली कन्सल्टेन्सी या एजेन्सीमै निर्भर भएर आउनु त भएन आफूले बेसिक रिसर्च त गर्नु पर्यो बेसिक्स रिसर्चमै पर्छ त्यो कुराहरू के कस्तो हुन्छ कसरी हुन्छ भन्ने कुराहरू होइन सो कन्सल्टेन्सीले भनेन ब्लेमिङ गर्नु भन्दाखेरि डु यो होमवर्क द्याट्स गन हेल्प यु लट ताकि पछि आएर अरूलाई ब्लेम लाउनु भन्दा पनि होइन कसैलाई ब्लेम लाएर आफूले सफर गर्नु भन्दाखेरि अगाडि नै प्रिभेन्सन गरेको बेटर हुन्छ सो तपाईँले सोध्यो भने उनीहरूले नभन्ने त होइन होला तपाईँले सोध्नुहुन्न उनीहरूले भन्दैन होइन अब या उनीहरूले त्यो पोइन्ट चाहिँ मिस आउट गर्छ होला होइन तर गलत इन्फर्मेसन त दिएको छैन होला भन्ने लाग्छ मलाई किनकि जब मेरो बुढीले अप्लाई गर्यो हामीले सोच्दा नि सोचेनौँ होइन होइन उनीहरूले भन्दा नि भनेन हामीले सोच्दा नि सोधेन सो आइम नट ब्लेमिङ टु एनी वान बट यस हुएभर इज कमिङ हुएभर इज अप्लाइङ न्युजिल्यान्ड जस्तो देशमा आउँदै हुन्छ भने एटलिस्ट त्यति रिसर्च गर्न त मोबाइलमा ल्यापटपमा चाहिँ पनि सर हालेर हेर्न सकिहालिन्छ नट अ बिग डिल होइन आफू सेफ साइड बस्नुलाई अनि स्किलहरूको कुरा गर्नुहुन्छ भने अहिले नै अब तपाईँ यदि प्लानिङमा हुनुहुन्छ भने प्लम्बर मेरो वान अफ द बेस्ट रोजाइ हो अहिले अनि इट लिड्स टु पिआर अल्सो होइन देयर इज अ चोइस होल अफ स्यालेरी एन्ड एभ्रिथिङ बट इजी पिजी मनी भन्छ प्लम्बर यदि तपाईँ अहिले पनि नेपालमा हुन्छ एन्ड यु आर प्लानिङ टु कम न्युजिल्यान्ड अन सर्टेन थिङ्स भने प्लम्बिङ सिक्नुहोस् प्लम्बिङको सर्टिफिकेट लिनुहोस् प्लम्बिङको के कोर्स पाइन्छ नेपालमा आई एम नट स्योर सिटिभिटीबाट कोर्सहरू प्रोभाइड गर्छ होइन त्यो कोर्सहरू लिनुहोस् ताकि तपाईँलाई यहाँ आएर प्लम्बिङको काम गर्नु भने धेरै नै फ्युचर छ धेरै नै फ्युचर छ
है। अनि अर्को भनेको अब तपाईँको इलेक्ट्रिसियन त भइहाल्यो हैन, इलेक्ट्रिसियनहरू छ। अनि यदि होइन त्यस्तो सकिन्न भने एटलिस्ट हेल्थ केयरमा गर्नुहोस्, किनकि नेपालमा आई बिलिभ छ के अरे त्यो केयर गिभरको ट्रेनिङहरू प्रोभाइड गर्ने पनि छ हैन। त्यसले यहाँ तपाईँलाई जब इन्स्योर नगरे पनि तपाईँको डकुमेन्टहरूमा प्लस पोइन्ट हुन्छ क्या हैन। अब जस्तो मेरो वाइफ मेडिकल ब्याकग्राउन्डको, सो अहिले उसले जबहरू खोज्दाखेरि त्यो पहिलाको एक्सपिरियन्सहरू पनि प्लस पोइन्ट हुन्छ क्या। अब टकिङ अबाउट माइसेल्फ, म 100% रिटेल एक्सपिरियन्स छ हैन। सो रिटेल एक्सपिरियन्स भएको कारणले गर्दाखेरि अलिकति कम चान्सेस हुन्छ क्या मार्केटमा जब इजिली पाउनलाई है। सो त्यो कुराहरू अलिकति होमवर्क गर्नुहोस्, टाइम छ 2 महिना 3 महिना कोर्स लिनुहोस्, सर्टिफिकेट बनाइहाल्नुहोस् हैन। फर्स्ट प्रायोरिटीमा प्लम्बिङ राख्नुहोस्, इट्स नट अ हेभी वर्क बट इट्स गुड मनी वर्क। इलेक्ट्रिसियन राख्नुहोस् हैन, होइन द्याट्स अ डर्टी वर्क भन्नुहुन्छ भने गो फर द हेल्थ केयर फिल्डमा इन्भल्भ गर्नुहोस् है। अब टकिङ अबाउट आइटी रिलेटेड त अलवेज एन्ड एभर बुम हो, तर एउटा सर्टेन के भन्छ त्यसलाई सर्टिफिकेट चाहिँ हुनु पर्यो तपाईँसँग। यो सर्टिफिकेट छ भने भ्यालु हुने हो होइन। मैले पढेको छु, मैले गरेको छु, आई डोन्ट नो भन्ने त्यो के एभिडेन्स छैन भने चाहिँ इट विल बी टफ फर यु। तर आइटीमा मैले त्यस्तो स्ट्रङली मान्छेहरूले जब पाएको देखाएको छैन, तर पाएपछि चाहिँ बुम हो, पाएपछि बुम हो। किनकि आइटी नट ओन्ली हियर, अराउन्ड द ग्लोब है, जहाँ पनि इट्स अ मनी। सो या त्यो कुराहरू तपाईँले अब रिसर्च नि गर्न सक्नुहुन्छ हैन। यु आर जस्ट फ्यु क्लिक्स अवे टु गेट दोज इन्फर्मेसन। अब तपाईँ आफूलाई कतिसम्म त्यहाँ रिसर्चमा भिजाउनुहुन्छ द्याट डज म्याटर। अरू कुरा रह्यो, इफ यु आर न्यू कमर प्लानिङ गर्नुहुन्छ भने अकोमोडेसनहरू, लिभिङ एक्सपेन्सेसहरू हैन। अनि अर्को मोस्ट इम्पोर्टेन्ट थिङ्स एक्सपेन्सेसहरू। अब विकली पेमेन्ट, विकली एक्सपेन्सेस हुन्छ। एटलिस्ट तपाईँको इफ यु आर स्टुडेन्ट यु आर अलाउड टु वर्क 20 आवर्स काम गर्न सक्नुहुन्छ। 20 आवर्स भनेको तपाईँले बाई चान्स 20 आवर्स ठ्याक्कै पाउनु नै भयो भने 2350 इज अ मिनिमम स्यालेरी एज अफ नाउ। आज म जुनको मिडलमा कुरा गरिरहेको छु, सो जुनसम्म 2350 इज द मिनिमम स्यालेरी। दे निड टु पे एप्स, पे गर्नै पर्छ। ठिक छ होइन, गाह्रो छ, इम्पोसिबलै छ भन्दिनँ। फी जोगाउन चाहिँ अलिकति टफै हुन्छ। तपाईँ सिङ्गल स्टुडेन्ट हुनुहुन्छ र तपाईँ एक्लै आएर होइन म लेभल 7 पढ्छु, देन आफ्टर आई जोइन, म त्यही सेभ गर्छु अनि त्यही पैसाले चाहिँ म त्यहाँ पढ्छु भन्नुहुन्छ नि, गाह्रो छ। किनकि बेसिक म्याथ गरौँ, 52 विक्स हुन्छ, तपाईँको स्यालेरी आउँछ 465 होइन। 2350ले 465 to 70 आउँछ। त्यसमा ट्याक्स डिडक्सन हुन्छ, आफ्टर ट्याक्स तपाईँको हातमा आउने भने 380 समथिङ आउँछ। आइएम गिभिङ यु रफ नम्बर है, तपाईँहरूलाई मैले रफ नम्बर दिएको छु। अराउन्ड एप्रोक्स त्यही रेसियोमा हुन्छ, $5-10 तल माथि हुन्छ क्या। एन्ड वी आर टकिङ अबाउट विकली है। अनि 380मा तपाईँले मिनिमम सस्तोमा सस्तो हेर्नुभयो भने ल 100 रुपियाँको सेयरिङ रुम बस्नुभयो अरे होइन। अनि $80 राख्नु, $80 तपाईँको फुड, मोबाइल अनि ट्रान्सपोर्टमा राख्नुभयो भने 200 रुपियाँ तपाईँले चेपेर सेभ गर्न सक्नुहुन्छ। 200 भनेको 52 हप्ताको, इफ आई एम नट रङ 10देखि 12,000को रेसियोमा आउँछ होइन। अनि तपाईँले यताउति भ्याकेसनहरूमा स्कुल छुट्टी भएको बेला यताउति फुल टाइम गर्नुभयो, अलिकति मेहनत गर्नुभयो भने ल यताउति 15,000 रुपियाँ तपाईँले एप्रोक्स इन्कम
हुनसक्छ होइन। ल एभरेजमा 20,000 राख्नु, ल तपाईँले कमाउनु भयो अरे, सेभ गर्नु भयो अरे होइन। अनि 20K त पुग्दैन होइन, अलिअलि त नेपालबाट चाहियो नै। सो त्यसको लागि चाहिँ प्रिपेयर हुनु भनेको मात्रै हो होइन। अब त पुगिस् अनि ठुलो कुरा गर्ने भन्ने होइन। इन्फर्मेसन सानो होस् या ठुलो होस्, यदि कसैलाई सही टाइममा पायो भने द्याट विल बी अ भेरी हेल्पफुल थिङ्स। फर इक्जाम्पल सिटामोल ज्वरो नआउँदा आफूलाई नचाहिँदाखेरि इट डजन्ट म्याटर कुनामा घरको कुन चाहिँ ड्रोरमा या कुन चाहिँ बट्टामा परेर हुन्छ, तर ज्वरो आउँदा कति भ्यालु हुन्छ। त्यस्तै हो, त्यही मात्रै गर्न खोजेको मैले। लिटल लिटल इन्फर्मेसन म सेयर गर्न खोजेको। यदि हजुरलाई त्यस्तो कुनै इन्फर्मेसन चाहिएको छ, कुनै हेल्प चाहिएको छ द्याट म मेरो एन्डबाट दिन सक्छु भने प्लिज डिएम गर्नु होला या कमेन्ट गर्नु होला। आई विल फर स्योर एड्रेस द वान होइन। म हजुरलाई त्यहाँबाट हेल्प डेफिनेटली नै गर्छु होइन। जे सकिन्छ त्यो गर्ने हो, नसक्ने कुरा आई वन्ट प्रमिस होइन। अनि यदि केही कुराको कन्ट्याक्ट्सहरू चाहिन्छ भने आई क्यान इजिली सेयर विथ यु, तपाईँलाई म मजाले सेयर गरिदिन्छु त्यो। यदि कन्सर्न पर्सनहरूबाट इन्भल्भमेन्ट चाहिन्छ भने पनि म आई क्यान गेट द कन्ट्याक्ट्स फर यु होइन। त्यो इन्फर्मेसनहरू म प्रोभाइड गर्न सक्छु, म गरिदिन्छु पनि। त्यही कुराहरू चाहिँ मैले हेल्प गर्न खोजेको। अनि हजुरलाई पनि सानो हेल्प होस्, इन्फर्मेसन होस्, युजफुल होस् भन्ने हिसाबले बनाएको हो। अनि न्युजिल्यान्ड अकल्यान्डको अपडेटहरू दिन नि मैले यो च्यानल बनाएको हो। सो यति भन्दै आजको लागि जय देश।